सेनमा कति वर्ष भइसक्यो अहिले हजुर? बाबु कति वर्ष भनौँ त्यही त भनेको भयो वर्ष बताउन पनि अलिकति आफ्नो उमेरलाई है अब बढाउन पनि मिलेन घटाउन पनि मिलेन भयो नि अब 50 तल माथि भयो होला नि त्यति त भयो। सेनमा अब यो 50 वर्षको हजुरको नर्मल्ली तल माथिको उमेर छ नि, यो उमेरले चाहिँ हजुरलाई चाहिँ खास यो जीवनमा चाहिँ यो जिन्दगीमा के सिकायो त? अब त्यही त नि अब बुवामा हुँदाखेरि बाल्यकालमा हाँसी खुसी अब त्यस्तो दुःख सुख थाहा भएन है बाबु। अब पछि त बाबामा नआएपछि त दुःख त भयो नि। अब दाइ भाइ भाउजूहरू आफ्नो आफ्नो ठाउँमा जानु एकदम अब हामी बस्यो हो, आफ्नो घरसम्म पनि बाबा आमाले बिहा पनि गरिदिनु भएको, अब त्यो घरबार पनि त्यस्तै भयो। अब बुवा आमालाई हेर्ने मान्छे भएन, हजुर अब त्यत्तिकै अब माइतीमा बस्यो। अब अहिले अब आफूले दुःख सुख ठिकै छ भनेर आफ्नो मनलाई आफै बुझाएर बसेको छु। अब त्यही हो हजुरले भोगेको दुःख सुख छ नि बाबु। अब मनमा त चिन्ता त भइरहेको छ नि। अब मान्छेलाई बालबच्चा भएकालाई नि चिन्ता छ। अब हाम्रो त कोही पनि छैन नि बाबु। अब दिदीबहिनीका छोराहरू त छन्, यिनी छोराहरूले हेर्छन् कि कुनै कौन राम्रो छन् छोराहरू भने हामीलाई त आधार त त्यो त लाग्छ नि दिदीका छोराहरूमा। अब बुढेसकाल लाग्दै गयो, यिनले नहेरेर कसले हेर्दा र हामीलाई भने त आधार त लाग्छ नि बाबु, लाग्दैन र? लाग्छ नि। हाम्रो त अब बाबाआमा छैन, अब यिनी दिदीबहिनीका छोराछोरी हुन् नि, त्यो त चिन्ता त लाग्छ बाबु। एक्लो जिन्दगीमा भोलि रोक्ला भने कसले हेर्ला के होला भने त भइरहेको छ बाबु मनमा। अब बुढेसकाल लाग्यो, अब बुढेसकाल लागेपछि कसले हेर्ला कसले उ हेर्ला भने त मनमा त्यो त आइरहेको छ। बाबामा नभएपछि त मनमा पिर त भइरहेको छ। अर्कालाई पिर छ भनेर जतासुकै भन्ने कुरो भएन के भने आफ्नो मनलाई आफै खुसी बनाउने पिर आफूले आफै गर्ने त्यस्तै हेर्छ कि जिन्दगी। हजुरको जीवनको खुसीको क्षण पहिला अहिले होइन, जुन अब कुनै एउटा क्षण के हजुरलाई एकदम खुसी लाग्ने मनमा रमाइलोको दिन त त्यही त भनेको बाबु। अब 15-16 वर्षको उमेर बुवामा हुँदा सबै परिवार हुँदा त्यो दिनको रमाइलो। अब अहिले त बुवामा नभएपछि त अब दिदीबहिनीका छोराछोरी छन्, भदाभदै दाइ भाउजू दिदीबहिनी सबै परिवारहरू छोरीहरू छन्, रमाइलो त लाग्छ। आज हामीलाई कसले हेर्ला भने पिर त मनमा भइरहेको छन् दिदीबहिनीका छोराछोरी भने एक मन ढुक्क पनि हुन्छ, एक मनले अलिकति मनमा अलिकति पिर पनि लाग्छ। धेरै चिन्ता लिनु चाहिँ हुन्न होइन, हामी छौँ होइन, अब हामीले गर्न सक्ने होइन हामी गरिहाल्छौँ होइन। हजुरहरूले हामीलाई सम्झेरै हजुरहरूले चाहिँ अब एउटा ह्याप्पी लाइफ होइन, एउटा जीवन चाहिँ खुसी साथ बिताउनुपर्छ होइन। जिन्दगीमा त अब जति टेन्सन चिन्ता लियो भने चिन्ताले त खान्छ आफूलाई, अनि चिन्ताले खाएर आफू त्यो यो अमूल्य जीवन होइन जुन कि सिद्धियो भने त गयो नि त। भनेपछि हजुरलाई केही छैन चिन्ता चाहिँ, हामी छोराहरू छँदैछौँ होइन, हामी त अलरेडी सधैँ हजुरको अगाडि पछाडि हामी छौँ। त्यही भएर हजुरहरू खुसी भएर यो जिन्दगी बिताउनुपर्छ।